नमस्ते, ओम स्वस्तिअस्तु। म ग्रान्ड मास्टर निरज मगर। एनर्जी हिलिङ के हो त? एनर्जी हिलिङ एकदमै प्राचीन र सरल उपचार पद्धति हो। यसले तपाईको ऊर्जाको लेभलमा जति पनि ब्लकेजहरू छ त्यो ब्लकेजलाई हटाउन मद्दत गर्छ र तपाईको शरीरमा इम्युनिटी पावरको बुस्ट हुन्छ। त्यसपछि तपाईको शरीरले आफैलाई उपचार गर्न थाल्छ, यानि कि तपाईको समस्यासँग या रोगसँग लड्ने तपाईमा क्षमताको वृद्धि हुन्छ हैन। त्यसपछि यो कसले लिने भन्दाखेरि जो पनि व्यक्ति भावनात्मक रूपमा एकदमै विक्षिप्त छ, एकदमै निराशा छ हैन, जसको लाइफमा कुनै पनि घटनाहरू घटेर त्यो घटनाले चाहिँ तपाईलाई बार बार ट्रिगर गरिरहेछ, एकदमै दुखी बनाइरहेछ, बिना कारण तपाई एकदमै गाह्रो भइराखेको छ भने त्यो व्यक्तिहरूले लिन सक्नुहुन्छ। र तपाईको मन चारैतिर भट्किरहेको छ, तपाईको माइन्ड यताउति डुलिरहेछ, तपाईले कन्ट्रोल गर्न सक्नु भएको छैन, तपाईँ जुन फिल्डमा काम गरिराख्नु भएको छ त्यो फिल्डमा काम गर्दै गर्दाखेरि तपाईको माइन्ड 100% त्यसमा कन्सन्ट्रेट भएको छैन, त्यसमा तपाईको काममा प्रब्लमहरू आइरहेछ र तपाईको हरेक दिन त्यो चिजले तपाईलाई गाह्रो बनाइरहेछ भने त्यो व्यक्तिहरूले यो एनर्जी हिलिङ लिन सक्नुहुन्छ। र अर्को चिज के छ भन्दाखेरि त्यसपछि तपाईको सम्पूर्ण समस्याहरू नर्मल भएर जान्छ र बाँकी लाइफ तपाईको एकदमै सामान्य र एकदमै सहज र तपाईले जुन काम गर्दै हुनुहुन्छ त्यो काममा तपाईको फोकस हुन थाल्नुहुन्छ र तपाई बिना कारण तपाई दुखी भइराख्नु भएको थियो भने अब तपाई बिना कारण खुसी पनि बन्न सक्नुहुन्छ। त्यही नै हो। नमस्ते, धन्यवाद।